नमस्ते साथीहरू। साथीहरू, आज मैले चाहिँ छम्बक किनेर ल्याएको छु। छम्बक यस्तो रहेको छ र उसको सिजनमा चाहिँ धेरै आउँछ र यो अलि महँगो पर्ने हो, तर पनि सिजनमा चाहिँ सस्तै पर्छ र यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो हो भनेर कोरियामा खाइन्छ। र यो छम्बक यसरी दाँत निकालेर दाँत निकाल्नुपर्छ र यो दाँत चाहिँ एकदम निकाल्न गाह्रो हुन्छ र त्यो जिउँदै चाहिँ एकदम त्यो भित्र पस्छ अनि त्यही भएर निकाल्न गाह्रो हुन्छ। यो चाहिँ दाँत चाहिँ एकदम कडा हुन्छ। हामीले दाँत ननिकाले खाए गनाउने पनि हुन्छ र अर्को भनेको हाम्रो पनि दाँत फुक्लिन सक्छ। त्यो भएर दाँत चाहिँ यस्तो हुन्छ। यो चाहिँ निकालेर खानुपर्छ।